हेलो गाइज, हेर्न सक्नुहुनेछ कर्पुटार जाने बाटोमा सबै यहाँ सलाइन छ है। आधा बाटो पनि पुगेको छैनौँ हामी। यहाँ सलाइन हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त पार्किङको हामी 9 बजे आइपुगेका छौँ। 9 बजे आउँदा यति धेरै पार्किङ छ हेर्न सक्नुहुन्छ। लमजुङ भ्रमण 2081 स्वागतम। हेर्नुहोस् मान्छेको भिडलाई हेर्नुहोस्। ओएमजी यस्तो भिड त मैले फर्स्ट टाइम देखेको होला यार। ओएमजी पार्किङमा के त गर्नु भएन। गुरु कति टाढा हुने। आलु त भोलि नै आउनु कता जाने मलाई धानी बजारौँ के किनेको तिनवटा पात भएको चाहिन्छ। गाईको दुध This is the bus. This is the chalaउने है। त्यसमा फर्स्ट दिएको अहिले। फलफुल पसलहरू यता दिदीको फलफुल सबै किन्ने धेरै अन्त नि है। यस्तो धेरैहरू आधा त फर्किसकेको रहेछन्। कति बजे पुग्छ थाहा? आधा दिन भइसक्यो। 9 बज्यो। 9 बजे आधा दिन हुन्छ। रचित अधिकारी कति घन्टा भयो रचित लाइनमा बसेको? कति घन्टा भयो? अब कतिखेर आउला जस्तो लाउँछ पालो? जम्मा यत्रो घुम्दा छ है। ल कस्तो भएछ जाने लाइनमा बस्दा? रमाइलो भयो। आन्टीलाई कस्तो भयो? मार्क्स खोल्नु न। बाहिरबाट खुसी देखायो, भित्र किन? महादेवको पट्टि गणेशको थान। मेरो भाइको प्रतियोगिता थाहा हो यो चाहिँ। देखा त गणेशहरूको भाइहरू ए 7:80 बजे देखा नि त खै यता मलाई के ल हेर्नुहोस् यहाँ अहिले लाइन बसेको ठाउँमा ठ्याक्कै ए ल आन्टी भेटिस्? आन्टीलाई खोजेर म आन्टीलाई खानु ल। नाङ्लो किनेर ल्याएको मौसमबाट। ल ठिक छ। यही नागले त छटाउने हो। गाइजलाई हेर्न सक्नुहुन्छ। यहाँ त मेला भन्दा पनि ठुलो मेला लागेको छ महाशिवरात्रिको कर्पुटारमा। हामीले चाहिँ 8 बजे 8:30 बजे आएर चाहिँ 2 बजे भेट्छौँ। दर्शन गरेर 2:30 बजे अब हामी घर फर्किँदैछौँ।
गाइस हामी अब महादेवबाट फर्किसकेका छौँ। अहिले हामी माथि बेगनास्थलबाट आएको थियौँ, अब हामी त भोलिबाट जाँदैछौँ है। अब यताबाट जाने हो पढ्नु त बस लाउने यता हेर्छु मेरो दिदीले मैले राति ल्याइदिएँ पैसा न